हो। हामी यहाँ बाँच्न सकेनौँ। वर्षौं धाउँदा पनि हामीलाई कहीँबाट पनि न्याय नमिलिसकेपछि र घरभित्रैको त्यत्रो ठुलो पीडालाई हामीले दबाएर रङ्गशाला बनाइरहेका थियौँ, बस्ती बनाइरहेका थियौँ। छोरीलाई ब्लेस मिल्ला भन्ने थियो। उसको स्वास्थ्य समस्या दिनानुदिन जटिल भइरहेको थियो। त्यसको पनि प्रभाव नगरिकन म सिंहदरबार धाइरहेको थिएँ। राज्यले न्याय दिन्छ र उसको उपचारका लागि निस्किन्छौँ भन्ने थियो। केही सिप नलागिसकेपछि छोरीको उपचार त हामी अमेरिका पुग्यौँ। रुँदै कराउँदै एयरपोर्टमा अपराधी जस्तै कोही पनि आफन्तहरू हामीलाई बिदाबारी गर्न आउने अवस्था पनि भएन। भारी मन लिएर हामी अमेरिका पुग्यौँ। अमेरिका पुग्न साथ रङ्गशालाबाट लुटेको रकमले ग्रिन कार्ड किने, करोडौँ पैसा यताबाट उता पठाएका हुन्। ग्यास स्टेसन खोलेका छन्, लिकर सप खोलेका छन्, विभिन्न भ्रमहरू फैलाउने काम भयो। जबकि हामीलाई निकै धेरै आत्मबलको खाँचो थियो, सहाराको खाँचो थियो। अझ हामीलाई डिप्रेसिभ बनाउने काम भयो। त्यसलाई पनि हामीले सह्यौँ, सहर्ष स्वीकार्यौँ। एक दिन त बोल्ने समय आउँछ, भन्ने समय आउँछ। एक दिन त सत्य कुरा आइहाल्छ नि। अहिले सहनुपर्छ भन्दै गयौँ। जब बच्चालाई लिएर हामी हस्पिटल जान्थ्यौँ, अपडेटहरू दिँदै जान्थ्यौँ, धेरै शुभेच्छुकहरूले ब्लेस गर्नुभयो। उहाँहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। तर कयौँले वर्षौँदेखि हामीलाई खेदिरहनु भएको थियो, आलोचना गरिरहनु भएको थियो। उहाँहरूले हामीलाई जेसुकै भन्दा पनि हामी सहेकै थियौँ। तर बच्चालाई रिप लेख्नु भएको थियो। बाबुआमा जस्तो लुटेरा नबन्नु है छोरी ठगको सन्तान, अन्टा कन्ठा। त्यो बच्चा जसले वर्षौंसम्म आफ्नो बाबुआमा तडपेको, पिल्सेको, रोको, कराको, चिच्चाको देखेर आजित भएको थियो। ऊ मानसिक हिसाबमा यति धेरै त्रसित थियो, यति धेरै टर्चर भोगिरहेको थियो। अझ हामी त्यहाँ पुग्दा पनि एउटा मानवीय संवेदना पनि महसुस नगरिकन बच्चालाई धरि त्यसरी चाहिँ रिप लेखियो। त्यसलाई पनि हामीले स्वीकार्यौँ। केही विज्ञापनहरूको काम हामी गर्दै थियौँ। एउटा ज्वेलरी सपको विज्ञापन हामीले बनायौँ। रियल एस्टेट कम्पनीको एउटा विज्ञापन बनायौँ। धुर्म सुन्तलीले त घरै किने रङ्गशालाको पैसाले ज्वेलरी सप खोलेका छन् भनेर फेरि हामीलाई ट्रोल बनाइयो। जबकि हामी वैवाहिक जीवनमा बाँधिएका सम्पूर्ण गरगहनाहरू बेचेर केही उपाय नभइसके, कैफियत नदेखिनु, त्यसमा हामी गर्व गर्छौँ। जनस्तरबाट स्रोत जुटाएर 3.5 अर्बको रङ्गशाला बनाउँछौँ भनेर जतिखेर ओडिआई मान्यता प्राप्त हुँदाखेरि एउटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला नहुँदै गर्दा, खेलकुद मन्त्रालयको वार्षिक बजेट 3 अर्ब भन्दा माथि नहुँदा पनि हामीले 3.5 अर्ब भन्दा माथिको चाहिँ डिपिआर तयार पारेर रङ्गशाला बनाउँछौँ भनेर फिल्डमा पुगेर खटेर सिभिल वर्क अन्तर्गतको 40% र 95% अन्तर्राष्ट्रिय खेल मैदान तयार पारेका हौँ। यसमा चाहिँ हामीलाई गर्व छ र यसको सम्पूर्ण श्रेय सहृदय मनहरूलाई जान्छ। उहाँहरूले खुलेर यति धेरै विश्वास गरिदिनु भयो। यदि त्यो परियोजनामा राजनीतिकरण नभएको भए, सङ्घीय सरकारले बोलेको कमिटमेन्ट पुरा नगरिदिएको भए, गरिदिएको भए, मायागेमा बोलकबल भएका 69 करोड रकमहरू सबै आइदिएका भए, 9 करोड 41 लाख मात्रै मायागबाट उठ्न सफल भयो। बोलेका सबै रकमहरू आइदिएको भए यतिखेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना भइरहेका हुन्थे। नेपालले 30,000 क्षमताको रङ्गशाला आजभन्दा 2 वर्ष अगाडि नै पाउँथ्यो। हामीले त यही भूमिमा रङ्गशाला बनाइरहेका थियौँ। राज्यले बनाए पनि, व्यक्तिले बनाए पनि, राज्य र जनताको सहकार्यमा, नागरिकको सहकार्यमा एउटा पुनित कार्य हुँदै थियो। तर यसको क्रेडिट धुर्मुन सुन्तलीलाई जाने भयो भनेर यसरी विचलन भएर हामीमाथि प्रहार गरियो। के घाटा थियो देशले रङ्गशाला पाउँदाखेरि? खैर, अहिले बनिरहेको छ। शुभकामना दिन चाहन्छु र भन्न चाहन्छु 30,000 को जगमा उठेको रङ्गशाला पछि त डिजाइनलाई रिभाइज गरेर 15,000 मा झारियो। तर 30,000 उठोस्। अहिलेको सरकारले 30,000 को रङ्गशाला बनाओस्, हामीलाई न्याय दियोस् र हामीसँग भएको अनुभव पनि हामी साट्न चाहन्छौँ, सरकारलाई सघाउन चाहन्छौँ। पहिलो कुरा त हामीलाई यो भड्खालोबाट राज्यले निकालिदियोस्, त्यो अपिल, त्यो अनुरोध गर्न चाहन्छु।
आज 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 हामी आवाजविहीन बनेका छौँ। हामी जति चिच्याए पनि, जति रोए पनि, जति कराए पनि हामीले कहीँबाट न्याय पाउनेवाला छैनौँ, किनकि हामी स्वतन्त्र नागरिक मात्रै भयौँ। यो देशमा स्वतन्त्र नागरिक भएर बस्न र बाँच्न कति गाह्रो हुँदो रहेछ भन्ने कुरा हामीले पल पल महसुस गरेका छौँ। आज हामी काङ्ग्रेस थियौँ, आज हामी एमाले थियौँ, आज हामी माओवादी थियौँ, आज हामी राप्रपा थियौँ, आज हामी रासपा थियौँ अथवा अन्य कुनै पार्टीमा आबद्ध थियौँ भने त्यो पार्टीले हाम्रो मुद्दा बोक्थ्यो, संसदमा आवाज उठाउँथ्यो। आज सबैलाई डर के छ भने यो मुद्दा, यो आवाज बोल्यौँ भनेदेखि त हाम्रो पार्टी सिद्धिन्छ, भोलि विवादमा परिन्छ, राजनीतिक भविष्य अन्धकार हुन्छ, किन बोल्ने। आज एउटा नागरिक पल पल मरिरहेको छ। धुर्मु सुन्तलीले के देशलाई गुण लाएका थिएनन्? कलाकारिता मार्फत पनि त हामीले खुसी साटिरहेका थियौँ। लाखौं करोडौंमा नेपाली दाजुभाइ दिदीबहिनीको मुहारमा आँसु छर्ने काम गरेका थियौँ। 2072 सालको भूकम्प पश्चात अनवरत रूपमा सामाजिक कर्ममा होमिएर 4-4वटा बस्ती निर्माण गर्दाखेरि, वीर हस्पिटल रङरोगन सरसफाइ अभियान र पछिल्लो रङ्गशाला अभियानमा हामी जुट्दै गर्दाखेरि के राज्यलाई हामीले गुण लाएको होइन? र हाम्रो बारेमा आवाज उठाउनलाई त्यति गाह्रो भयो? मैले अघि पनि भने, आज स्वतन्त्र नागरिक हुनुको पीडा हामीले भोगिरहेका छौँ। र अहिले पनि मन्त्री परिषदबाट विभिन्न राजनीतिक घराना भएका प्रतिष्ठानहरूलाई यसअघि अनुदानमा रकमहरू दिएर पनि समस्याका समाधानहरू गरिएका छन्। यदि मिल्छ भने मन्त्री परिषदबाट निर्णय गराएर भए पनि सरकारले हामीलाई न्याय दियोस्, किनभने अहिले त सबैभन्दा कान्छो प्रधानमन्त्री, त्यो पनि कला क्षेत्रको प्रतिनिधित्व गर्दै एउटा असल व्यक्ति देशको प्रधानमन्त्री भन्नुभएको छ। महानगरपालिकामा उहाँ नगर प्रमुख हुँदै गर्दा पनि मैले कयौं पटक उहाँलाई भेटेर बिन्ती पनि गरेको थिएँ, यसको डिजाइनहरू पनि देखाएको थिएँ र भएका घटनाहरू पनि सुनाएको थिएँ र म आशावादी थिएँ र निकास निस्किन्छ भन्ने कुरामा म विश्वस्त थिएँ र छु पनि। र अहिलेको सबैभन्दा ठुलो दल जसको नेतृत्वमा सरकार छ, आदरणीय व्यक्तित्व सभापतिज्यू, हिजोको दिनमा भाइ यो गर्नुपर्छ, यो बनाउनुपर्छ भनेर आत्मबल दिने व्यक्तित्व उहाँ। धेरै ठाउँमा जग्गा अवलोकनका लागि उहाँ जानुभएको थियो। पोखरा एयरपोर्टको माथिबाट लाइभ पनि गर्नुभयो, यो अभियान हाम्रो अभियान हो, म पनि यसमा सामेल छु भनेर भन्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका कयौं छलफलमा जानुभएको थियो। यो जसरी पनि गर्नुपर्छ प्रधानमन्त्रीज्यू, हामी बनाउँछौँ भन्नुभएको थियो। त्यो आत्मबल, त्यो भरोसा, त्यो आँट हिम्मत दिने व्यक्तित्व जसको आज सरकार छ। मैले अस्ति पनि भेटेँ। यदि राज्यले अभिभावकत्व निर्वाह गर्छ जोसुकै अन्यायमा परेका नागरिकका लागि भनेदेखि हामीलाई न्याय दियोस्। अझै थप कुनै अनुसन्धानहरू आवश्यक छन् भने नेपालका नियमनकारी निकाय त सबै सकिए, अझै हामीमाथि अनुसन्धान होस्, अझै मूल्याङ्कन होस्। तर अब हामी प्रक्रियाको सहयोगी चाहिँ बन्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। बाहिर राखेर अनुसन्धान नगरियोस्, बरु भित्रै राखेर अनुसन्धान गरियोस्। हामी जेल जान तयार छौँ। सरकारलाई बिन्ती छ, यसको निकास निस्किँदैन भने हामीलाई जेलमा लगेर हालिदिनुहोस्। तर यसरी जिउँदै मार्ने काम चाहिँ नगर्नुहोस्। अब हामी बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। हामी बाँच्न चाहन्छौँ, यही देशको माटोमा मर्न चाहन्छौँ। कृपया हामीलाई बचाइदिनुहोस्।